हेलो गाइस, के छ खबर? सन्चै आरामै हुनुहुन्छ होला। सो आज मेरो भ्लगको सुरुवात चाहिँ हाम्रो विश्वास एन्सी बरुदारको घरबाट भइरहेछ। आइज न यार, के छ हैन? सो अनि वेलकम टु माई न्यू भ्लग। विश्वास यता कहाँ जान रह मम्मी? कहाँ होटल नि भन्न? ठाउँको नामै थाहा छैन के चाहिएर आकाश नि यहाँ? तेल चाहियो नि। यो हाम्रो घर आउँछ। यसको बाल चाहिँ मलाई खत्रै मन परेको। अस्ति 4-5 दिन भयो यसको बाल मलाई लास्ट मन पर्न ला हो कि नै? फाइनल्ली हामी चाहिँ हाम्रो गन्तव्यमा पुगिसकेका छौँ होइन। अब यिनीहरूले बाटाको भिडियो चाहिँ कति गराइदिए। सो मोटो भ्लगिङ पनि चलिरह हाम्रो भ्लगिङ सँगसँगै। अनि केटाहरू यहाँ छन्। अनुहार नदेखाएकै पिठ्यौँ देखाइदिउँ। अब नेपालीमा भनेको भए के हुन्थ्यो अरे? नेपालीमा भने अर्कै हुन्थ्यो, तर मैले यस्तो ठाउँमा लेखायो जङ्गलको बिचमा है। अलिमा कसम राम्रो ठाउँ लिएर जाला भने यस्तो भयो। तँलाई पो नराम्रो लाग्न सक्छ। नेचर लभर तँ जस्तो बिस्तारै लभर होइन नि, होइन? हो कि नै? हो कि नै? एकदम देखिस् नि। भोट केमा? मदनमा। ल मदनमा भन छिटो। भोट केमा? मदनमा। यसलाई लखटिहाल, यसलाई लखटिहाल यो सालेलाई। ल ल ल बस केटाहरू। ल अब हामी चाहिँ म जान्दैछौँ। ल काट्दिन नि, के गर्छस्? मेरो मोबाइल थोडी काट्छु मैले, काट्दिनँ नि। फाइनल्ली गाइस हामी चाहिँ यहाँ खाना लाम। नारायण सर, हाम्रो निरज सर, अनि यता हाम्रो विश्वास। यो फेरि जहिले घामतिर जान्छ कालो मान्छे त्यसै टल। हाम्रो ड्राई पिकनिक होइन, यस्तो छ। अब यता चाउमिन मोमो चटपटे। ल चस हान्दिनँ त हानिदिउँ न त। ल मोमोवाला चस नारायण। ल मोमोवाला चस है। ल ल चस। अब चटनी चाहिँ म डुब्छु टक्क लाएर। खानामा बिजी सर। थोपडा त देखाउनु, तपाईँको प्रगति म देखाउँदै हो। एक्जाम, भोलिको एक्जाम गुरुबालाई यसरी चाहिँ यिनले पढिरहन्। एक्जामको दिन के अरे रेस्पेक्ट होइन उसके के अरे एक्जामको अघिल्लो दिन ड्राई पिकनिक होइन नारायण? मजा आयो नि होइन? यस्तो पढ्न चाहिँ छोड्न भएन जहाँ नि हो, त्यही हो नि। ल गुरुबालाई यस्तो हेरिसकेपछि धन्यवाद त भन्न पऱ्यो। धन्न गुरुबा थिए हो कि नै? पास त ढुक्कै। हाम्रो चाहिँ टक्क लाएर खानपिन सकिसकेको छ। सो ड्राई पिकनिक सफल भइसकेको छ। केटाहरू यता फोटोसुट गरिरहन्, म देखाउँछु। केटाहरूको यहाँ फोटोसुट चलिरह। पोज हानेर कालो मान्छेको कालो फोटो आयो भन्छन्। अर्को फेरि गिटार छोड्न नसक्ने। फोटो खिच्न लाग्यो। सरी मैले फोटो खिचिसकेँ गिटारमा, त्यही पनि। उताखेरि यस्तो फोटोग्राफी हाम्रो चलिरह हो कि नै? हाम्रो फोटोग्राफर भाइ हुन्, फोटो खिच्न पऱ्यो भने हामीलाई सम्झिनु होला होइन? 30 रुपियाँ वा ए 20 हो। म त भुसुकै रेट बढेछ कि भन्दिएर। म चाहिँ यहाँ अब सरको गीत सुनिरहेको। यता पुरा भ्यागु त उफ्राइ चलिरहेन क्या।
त्यस्तो गर्न पाउनु जस्तै नाराहरू लौता जाता आउँछ टिकटक बना यिनीहरूको भ्यागो थप्राइ चल्छ यहाँ बेला बेला सरको गीत नै फिदा हो क्या म यिनीहरूको टिकटकरमा आज लास्ट राम्रो ल भाइरल सियर ल नेक्स्ट गीत के हो ल पर्चा मैले गाउने हो ल हरि गए माटैको सिरानी नौली बहिनी लै गरौँ न सिन्जानी खोटाङ जिल्ला भिक्तेल बजार लै सम्झनामा आउँछौ हजार भिक्तेल बजार लै सम्झनामा आउँछौ हजार हामी त्यही तल बेसीको चिन्जान गरी लै लाउ माया हृदयको खोटाङ जिल्ला भिक्तेल बजार लै सम्झनामा आउँछौ हजार भिक्तेल बजार लै सम्झनामा आउँछौ हजार जाली कुरा आउँदैन यो मनमा बहिनी तिमी लै नपर दो मनमा खोटाङ जिल्ला भिक्तेल बजार लै सम्झनामा आउँछौ हजार भिक्तेल बजार लै सम्झनामा आउँछौ हजार बहिनी तिमीले मोहनी लगायो छिनको छिनमै लै संसारै भुलायो खोटाङ जिल्ला बजार भिक्तेल बजार लै सम्झनामा आउँछौ हजार भिक्तेल बजार लै सम्झनामा आउँछौ हजार यो चाहिँ पानी बिनाको तालो होइन गैडाताल यहाँ चाहिँ पानी छैन पुरा सेक्काराम भइसक्यो भने केटाहरू आछन् सो यसले गाडी चलाउँदैछ यहाँ अब यसको चलाइ चाहिँ कस्तो हुन्छ अब हेरौँ सो आजको लागि चाहिँ भ्लग यति नै होइन सो राम्रो लाग्यो भने चाहिँ टक्क लगाएर लाइक गरिदिनु होला अनि सब्सक्राइब गर्नुभएको छैन भने चाहिँ सब्सक्राइब गरिदिनु होला अनि साथीहरूलाई पनि सेयर गरिदिनु होला है सो आजको लागि चाहिँ भ्लग यति नै हो अनि जस्तो लाग्छ त्यस्तै कमेन्ट पनि छोडिदिनु होला है कमेन्ट चाहिँ त्यति आउँदैन अब भ्युजै आउँदैन कमेन्ट आउने त कुरै छैन सो कमेन्ट पनि गरिदिनु होला भन्दै अब नेक्स्ट भ्लग भोलि फेरि भेटौँला ओके बाइ